हेलो गाइसहरु सबैलाई नमस्ते। हाम्रो मजा भ्लग फेरि पनि हामी एउटा पार्कमा हामी मदिराको यो ठाउँमा घुम्न आएको छौं। यो ठाउँको नाम चाहिँ रहेको छ, तपाईहरुलाई देखाउन चाहन्छु, जर्दन बोटानिकल मदिरा यस्तो छ। अनि हाम्रो घुमघाम कार्यक्रम नन्द भाउजू रक्स पारामा घुमिराखेका छन् यति बेला। अनि टिकट काट्न पर्ने रहेछ, यहाँनिर टिकट काटौं। हामीले यति बेला टिकट लियो, यति बेला यो टिकट लिएपछि अब यहाँबाट हामी इन्टर गर्दैछौँ। यहाँ क्लिक गर्न पर्छ कि पर्दैन जस्तो लाग्दैछ है मलाई। पर्दैन रहेछ है। ल हामी लाग्यो पार्कतिर, हाता ओढेर कहाँ लालीगुराँस। ए हे लालीगुराँस पनि रहेछ है। ल है यिनीहरू चाहिँ यो फुलमा काम गर्ने मान्छेहरू रहेछन्। जियोस कता हिँडेको गुराँस टिप्दै। लालीगुराँस हाम्रो नेपालको राष्ट्रिय फुल के हो? लालीगुराँस। लालीगुराँस पक्का हो? पक्का हो नि? होइन हौ, हाम्रो नेपालको राष्ट्रिय फुल भनेको त गुलाब फुल हो। ठीक नहीं है, ठीक नहीं है। हाम्रो नेपालको राष्ट्रिय फुल गुलाब। आज हामी नेचुरल लभर भएपछि यति चाहिँ हुनु पर्यो। हामी यहाँ छौँ अनि भित्र पनि जाउँ एकचोटि। ल हेर्न यता भित्र। यहाँ चाहिँ क्यामेराले खिच्न पाउँदैन रहेछ, तपाईँको कारणले गर्दाखेरि हामीले बन्द गर्दैछौँ है त गाइसहरु। अब जाम होला। हामी यहाँको म्युजियममा भएका माछा हेरियो, परेवा, ढुकुर यस्ता त हामीले फेरि पहिले देखेको मान्छे हो। त्यही पनि केही नौलो त खासै होइन, तर पनि यहाँ चाहिँ त्यसैको त्यही कुरालाई एकदम इम्पोर्टेन्ट बनाएर राखेको रहेछन्। अनि बकुल्ला त हामीले कति हेरी अब यो चाहिँ हेरौँ नयाँ चिज। कान्छी कस्तो लाग्दैछ अहिलेसम्ममा? ल ल ल ल मलाई कम्ती गाह्रो छ यहाँ हेर्न सक्नुहुन्छ गाइजहरु। क्यामेराम्यान हुन पनि धेरै गाह्रो छ नि। यही छ यहाँनिर टक्क यो फुलहरु। हाम्रो क्यामेरा उता फर्केछ, खै कस्तो हामी यता छौँ नि। टक्क 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 होइन के मलाई नै दिनु भने अनि पछि अनि मलाई आका पताइला म अघि क्यामेरा ए भगवान। के फुल हो यो?
जिस्काउनु पर्छ तपाईँको खुबीमानी भाउजूले यस्तो जिस्काउनुहुन्छ यस्तो उल्लु खेली उडाउनुहुन्छ भर्खरै के गर्नु थियो नि त अब म ड्रोनको कुरा गर्छु साना कति खुसी हुन्छ अरे अनि त्यहाँ सानो ड्रोन भएको भए है भने हजुर खुसी हुनुभयो बुझाउनु भएन त हेलो हेलो गाइज कस्तो लाग्यो नेपाली भएर निम्न त एक सर्ट फुल हो तर यो हुन त केरो प्रजातिको होला भनौँ कसरी फुल चाहिँ अर्कै छ के फल्थ्यो होला फल्ने भयो भाइ होइन Your name please. सुब्बास खर्च भएर चर्चा भएको छ अरे त जाऊँ न त अगाडि आऊ अब जाऊँ ओ भाउजू हजुर जानुहोस् न ओ भाउजू यता हेर्नु भाउजू नानो न जाऊ यहाँबाट जान पाइन्छ क्या पाइँदो रहेछ तिरेको फाइदा त लिनु पर्यो नि यिकै हेर खालि यस्तो लेखेको छ क्या यहाँ जान पाइन्छ बच्चा लोग हेर्नु के गर्ने यहाँ पनि यस्तोमा बसेका रहेछन् पहिला यसरी यस्तो घर बिचरा पहिलाको आमा बाउहरू यसरी बसिरहेछन् यसरी घरले छाएर बसेका रहेछन् A vida é uma pessoa especial. Faria qualquer coisa pra não te fazer mal. O meu olhar no meu, o meu olhar no teu. Você me conquistou, me envolveu, me enlouqueceu. Qual é esse teu jeitinho sendo tão especial? हाम्रो नेपालमा गाउँतिर देउरालीमा थियो नि यस्तैको गाछमा सुतिन्छ नि होइन यस्तै खाले बनाएको होइन यसरी सजाएको पाइन्छ नि त यहाँबाट जाउँ अगाडि ये नजारा अरे ये खूबसूरत तो देखो जाओ कस्तो लाग्यो तिमीलाई कान्छी कस्तो लाग्यो तिमीलाई यो ठाउँको के अरे नामै बिर्से बोटानिकल मन्दिरा बोटानिकल पार्क बोटानिकल
भनेर क्याप्सन थम्बनेल के अरे त्यही नै हुनु छ होला नाक कोट्टाए तिमी जस्तो नाक कोट्टाए बुढी यहाँ चाहिँ आफै किनेर खाने अरे सेल्फ सर्भिस रे तिहारे फुल देख्यौ ए मलाई नि लिएर आउनु पर्दैन रहेछ अनि यहीँ पाउँछ बुढी तिमीलाई गर्मी भएकै हो ल जाम जान त्यसैमा मैं काला बहुत हूँ मैं मनुष्य बहुत हूँ तो मैं इसलिए हूँ ना गर्मी बहुत है फिर तू गर्मी का नाम ले रहा है गर्मी का नाम ले रहा है